म चाहिँ अब हिजो अस्तिदेखि नहालेकोहरू कहाँ कहाँ गएको थिएँ, कहाँ के गरेको थिएँ भन्नेवाला पनि म हाल्ने छु। त्यो भिडियो पनि म बिचमा राख्ने छु अनि अन्तिममा आजको पनि हाल्ने छु। बिचमा अस्तिको वाला भिडियो पनि हाल्ने छु। त्यो सबै मिलाएर म आज एउटा भिडियो बनाउने छु। त्यो भिडियो चाहिँ राति 8 बजे आउनेछ हैन तपाईहरुको माझमा। अहिले चाहिँ म हिजो अस्तिको पनि क्लिपहरू राख्ने छु। हिजो अस्ति नहालेको हुनाले त्यो क्लिपहरू पनि आउनेछ। हस् त म अब भिडियो बनाउँछु अनि तिमीहरूको माझमा म प्रस्तुत गर्ने छु। हस् म घरतिरै छु हैन, घरको रुममा बसिरहेको छु मस्त हैन। आज चाहिँ म घरतिर पुगिसके। अब चाहिँ म यतैबाट भ्लग बनाउने छु। आजबाट चाहिँ घरबाट राति 8 बजे आउने छ तपाईहरुको माझमा। सबैले सब्स्क्राइब गरिदिनु होला। आजबाट चाहिँ अब आज चाहिँ राति 8 बजे आउने छ है। म चाहिँ अब हाल्ने छु 8 बजे। ल गाइज म चाहिँ आज घर पुगिसकेको छु हैन। हिजो र अस्ति पर्सि र हिजोको भ्लग चाहिँ मैले हाल्न पाइन किनकि म गाउँ गइरहेको थिएँ। त्यही भएर अलि बाटोमा बिजी थिएँ, त्यही भएर हाल्ने भएन हैन। त्यही भएर आजबाट चाहिँ अझ फेरि म हाल्छु। आज चाहिँ यो मेरो गाउँको यहाँ सेती नदी हैन। अब सेती नदीमा छु अहिले म। यहाँ मेरो बेन्नाटो अब असारको लागि बेर्ना हैन, बेर्ना राखेको छ। यो बेर्नामा पानी लगाउन आएको छु म हैन। यहाँ सबैले राखेको छ। अब हेरौँ सबको। अनि सेती नदी चाहिँ धमिलो आइसक्यो है, धमिलो भइसक्यो। अब बर्खाको समय लागिसक्यो। अब चाहिँ हाम्रो केही समयपछि असार पनि लगाइन्छ हैन। यो चाहिँ मेरो बेर्ना हो है गाइज। यता हेर्नुस्, उता पानी लगाएको छ मैले हैन। पानी पनि लागिरहेछ भनौँ। घरमा अब मान्छे अलिक कमै थिए, आमा र भाइ मात्र छन्। त्यही भएर पानी लगाउन यहाँ फुर्सद भएको रहेनछ। त्यही भएर आज म चाहिँ यहाँ पानी लगाउन आएको छु। हेर्नुस् गाइज, यहाँ पानी लगाएको छ। अब एकछिनमा पानी सानी भएपछि यसो घरतिर लाग्नुपर्छ। अहिले चाहिँ यहाँ म बेर्नामा पानी लगाउँदै हैन। सेती नदी पनि आरहेछ यार, यस्तो आरहेछ। अब एउटा बुढोले उहाँ आत्तु गरेर गयो केटाहरू सेती नदीमा, मजा बेग्लै छ हैन। त्यसको पनि आत्तु गर्नुको बोजा बेग्लै छ क्या सेती नदीमा। यस्ता पनि नमुनाहरू छन्, तर नदेखाउँ हामी। खुल्लम दिशा मुक्त भइसकेको छ हाम्रो यो नगरपालिका चाहिँ। अब यस्तो अपराधीहरू यहाँ छन् अझै पनि। अब त्यस्तोलाई नदेखाउँ। अब म त्यहाँबाट उभा हो, केटाहरू त्यहाँ बसिरहेको छ बड्डो, छोडिदेऊ त्यस्तो। अब हेर्नुहोस् यस्तै छ हैन। गाउँघरको अब रमाइलै छ भनौँ। गाउँघरमा यसो चिसो हावा खायो। अब यही त हो। तिरुडा खाइरहेको थिएँ मैले अघि। अब